गाइस हम चावनी ब्लॉग ने ऐसे बनाया 7 बजे चल्छ अनि हामी फेरि 7 बजे जान लागेको ओके अब चाहिँ हामी जान्छौँ तल वाच 7 बजे सक्यो म त्यो मिनेटलाई हेर्दिनँ किनकि 7 त बज्दैन 7 जतिखेर पनि बज्दैन नि अनि म चाहिँ उठेको थिएँ 5 बजे ओके 5 बजे अनि मैले मुख धोएँ खाजा खाएँ बाँकी जानेको छु यो चाहिँ बिर यो चाहिँ पासपोर्ट म यो लेख्छु पासपोर्टमा काम आउँछ अनि अहिले चाहिँ म जान्छु हाम्रो माथिल्लो भन्ने कि तल्लो भन्ने अब माथिल्लो घर मम्मी तल्लो घर ओके अनि चाहिँ हामीले यो जान लागेको छौँ अनि यहाँ चाहिँ मैले पारिसकेको छ क्युर भइरहेको छ अनि मैले लगाएको म चाहिँ एउटा बाल खेलिरहेको छ एन्ड यिनीहरू चाहिँ यहाँ यसो थप्नु गर्दैछ अनि यहाँ चाहिँ हाम्रो फोटो बनाएको भिडियो बना भिडियो अनि यहाँ चाहिँ हुन्छ हाम्रो आमाहरू यहाँ मेरो दिदी हुनुहुन्छ यहाँ मेरो आमा हुनुहुन्छ यहाँ मेरो रियलमै मेरै आमा अनि आमा हाई गरिदिनु मलाई नि मैले चाहिँ आज भाइ नै तिम्रो दाइ हो उहाँको साथी हुनुहुन्छ किन यो भाइ के यो भाइ मैले भिडियो बनाइरहेको थिएँ यो भाइलाई यो भाइले मलाई अस्ति नै हो कि अस्ति हो है त्यो भाइले हानेको नि त मैले यो भाइलाई गर्दिनँ मिन्स गर्छु नि होइन कि गर्दिनँ मलाई अब कहाँ जानु के देखाम भइरहेको थियो ओके हामी जान्छौँ तल आमा मेरो यो आज नपर्ने छ म चाहिँ अरू भन्दैन मेरो चाहिँ त्यस्तै रहेछ के थाहा छ अब बर्थडेमा लेख्नुपर्छ हो छोरी एन्ड मैले उनीहरू चाहिँ बस्न लागिरहेको थिएँ कुदेको यो भाइ हेर्नु बोलायो तिमीहरू दुईजना के गरेर ससँग बोल्नु हुने कार्य बत्ती बन्द होइन जुत्ता लाउने होइन ताल अब चाहिँ हामी जाँदैछौँ अब हामी तल जाँदैछौँ अब सबैजना तल फिनिस बाबु फिनिस आऊ हामी जाँदैछौँ निचे अब हामी जाँदैछौँ तल र हामी तल पुगिसकेका छौँ फाइनली के लेट्स अनि यहाँ चाहिँ मेरो हिल जुत्ता अर्को काम पुग्यो एउटा यहाँ रहेछ एउटा यहाँ रहेछ नि यहाँ छ एउटा के भयो सरी हामी शब्द जाँदैछौँ तल मलाई फाइनली अनि त्यसले म चाहिँ जान्छु मजा आउँथ्यो कि म एउटा च्यालेन्ज गर्थेँ घन्टी बजाउँदै हिँड्ने भनेर तर यहाँको एउटा अनि चाहिँ मलाई
च्यालेन्जै गर्न छोडेँ हाम्रो घरतिर त गर्छु यो बिललाई चाहिँ मैले पहिला कस्तो छ अहिले कस्तो बारिसकेँ यिनीहरूले चाहिँ जुत्ता पनि लाएर भ्याएनन् मेरो जस्तो भएर मैले लगाएको छु अनि आमा के गर्नु भयो भने हजुरले त्यो हामी दुईजनाको एउटै रहेछ तर रङ मात्रै फरक र अब चाहिँ म जान्छु यता त्यस्तै भाइहरू खेल्दै हुन्छ उनीहरूको पासमै त म छैन उनीहरू विन्छन् मैले भन्न लागेको कुरामा चाहिँ के गरेछ नि यिनीहरूले मलाई त्यतिकै ढाँटेको नै सुल्तान होइन यो त ए सुल्तान जुल्तान अनि मैले यो कागजलाई हेर्नु कस्तो भएको छ बल मैले राम्रो बनाएको छ यो बल चाहिँ राम्रो बनाएको अनि यो बल आमाले चाहिँ पाल्दै यो चाहिँ मेरो रियलिस्ट ह्यान्ड एन्ड यो चाहिँ मेरो नेल के चाहिँ मेरो नेल्स हो यहाँ चाहिँ हामी जान्छौँ यहाँ चाहिँ भगवान्को थाहा छ मैले चाहिँ ढोग्न सुरु गरेँ किनकि मलाई ढोग्नुपर्छ नि त कि हजुरहरूले पनि हेर्नु होला कि मैले ओके मैले चाहिँ ढोगेर पनि भ्याइसकेँ मैले ढोगेँ तर हजुरले ढोग्नु भएन हजुरले नढोग्नु के काम हुन्छ र उहाँ हेर्नुहोस् मैले भएको पेज डिस्ट्रक्सन गर्न सकिनँ ओके अहिलेसम्म भएन बिनिस आऊ बिनिस हाई गरिदियो हाम्रो ब्लगलाई हेलो एभ्रिवान यहाँ चाहिँ 26 को बट्टा यहाँ चाहिँ सिसी छ कि पियरको सिसी आएको मैले पियरको सिसी लड्छ नि बाबु चप्पल आयो ए जुत्ता लगायो मेरो चप्पल देऊ गाइस म चाहिँ लगाएँ मैले गाइस अब चाहिँ हामी जाँदैछौँ उता त्यही पनि आमाहरू आउनु भएको छैन अनि अहिले चाहिँ हामी एकछिन बस्नेछौँ साइन यहाँ छ आइ गरिदेऊ हेलो अब यता बस्छ साइन सेम भएछ यहाँ पनि ब्लू यहाँ डार्क ब्लू कस्तो हेलो अनि मसँग चाहिँ के अरे ब्ल्याक एन्ड पिङ्क मस्त ब्ल्याक हेलो एभ्रीवान भन्न सुन्नु न मसित ब्ल्याक पिङ्क छ अनि मस्त ब्लू डार्क ब्लू अनि उसित छ ब्लू अनि व्हाइट यो एकदम मिलिरहेको छ के मेरो सोइरहेको छ ल मसित भोलि राति ल झन् मलाई हिजो राति कुकुरले पछि आइरहेको हामी चाहिँ भागेर गएको अनि यता चाहिँ मलाई यस्तो डर लाग्छ हामी एक्लै जान्छौँ हैन कसले भन्छ हामी एक्लै जान्छौँ है हामी कतै ढिला आउँछ नि ओए टट्टी अब एकछिन यहाँ बस्नु यही हो यहाँ त्यो पसलबाट यता होइन होइन हिँड्नुपर्छ ऊ यहाँ मैले चाहिँ भ्लग बनाएर आएको छु हिन्दीमा किन थोरै भ्लग किन बनाउने अब चाहिँ म वहाँ पुग्नु बेलासम्म चाहिँ म यता बिस्तारै हिँड्नुसम्म चाहिँ म अनि भ्लग बनाइरहनेछु हेरिरहनु होला मलाई लाग्यो कि यता होइन मलाई यता होइन ए यतै हो मलाई लाग्छ कि यता होइन म उता हिँड्न थाल्छु र के अनि यहाँ बाटो
यो बाटो कस्तो कस्तो नराम्रो छ क्या मलाई यस्तो मनै पर्दैन अनि ढुङ्गा त यहाँ यस्तो मुलायम छ नि बाबु यता यो चाहिँ के गर्दैन हिजो नि यो सोझो कुकुर हो क्या यहाँ हामी आइसकेको छौँ न तिमी जाँदै गर न ढुम्रा विनायक मार्ग ओके हामी आइसकेको छौँ यहाँ छ हाम्रो कुकुर काले हाई काले मैले चाहिँ कालेलाई कस्तो डर कुकुरले मलाई हिजो टोक्न आएको थियो नि अनि हामी अगाडि बढ्दैछौँ ओ म फर्स्ट लकी रहेछु मैले अब यसले जोला पाउँछ यो पनि सेकेन्ड लकी हुनेवाला छ र मैले भ्लग बनाएको यसैले अब म भन्न चाहन्छु कि यो बान्दरलाई यो बान्दर यो ठुलो देखेर आउनुपर्छ वा 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 अब चाहिँ हामीलाई लाग्यो कि रोड क्रस हो यता हो सायद चाहिँ मैले चाहिँ क्रस गर्दिनँ अनि त्यसैले यो रेड ब्ल्याक अनि ब्लू अनि फेरि रेड छ यो कार मलाई यो र ब्ल्याक कार मलाई मन पर्यो यो ब्लूको कार पनि ठिकै छ यहाँ रेड यहाँ ब्ल्याक छ यहाँ ब्लू छ यहाँ चाहिँ रेड छ रेड छ रेड यो चाहिँ कुन कलरको कार हो मलाई गेस्ट गर्न थाहा भएन मलाई थाहा भएन ओके यो कार जुन भी होस् अब अहिले वाइट भन्छु आउँदैन अनि मैले धेरै नै वर्षसम्म भ्लग बनाइरहन्छु किनकि मेरो 51 सब्सक्राइबर भइसक्यो नि त त्यसैले के गर्दैन भइरहेछ मैले भ्लग त बनाउनै पर्छ नि अनि मैले त बनाउँछु नि के मेरो फेभरेट हो भ्लग अनि मैले अब म उता जाँदासम्म मैले यो भ्लग पोस्ट गर्छु मलाई बनाउन यस्तो गाह्रो लाग्छ कि त्यो पनि वाउ स्विमिङ होइन स्विमिङ थियो पहिला चाहिँ अहिले चाहिँ होइन यो त पहिलाको स्विमिङ रहेछ नि अनि अहिले यो घर पहिल्यैदेखि बन्द पऱ्यो हामीहरू जान्छौँ ल राति जहिले नि गएर राउन्ड लगाएर घर बसेर त्यहाँ एकछिन बेड हेर्छु कस्तो राम्रो नि हो मैले बाबु विनेश रुक होला आए गर्नु मैले उसलाई अघिदेखि अन्त अब हामी आइसकेको छौँ निरा निवास निरा निवासमा हामी अनि हामी अब जाँदैछौँ हाम्रो रम्याको घर ओके रम्याको घर जाँदासम्म यो भ्लग मैले स्टार्ट गर्छु त्यही छ रम्याको घर भनेर कसले भन्छ र ओके आउन पनि लागिसक्यो उनीहरूलाई पनि मलाई मार्छ मलाई लाग्यो गाइस आफै जान्ने भनेर हुन्छ क्या यहाँ चाहिँ बसहरू घुम्छ त्यसरी म अहिले एकछिन पछि गर्छु भ्लग